फुलचोकी मिनी ब्लगमा यहाँहरूलाई स्वागत छ। साथीहरूलाई नमस्कार। आज हामी फुलचोकी डाँडाको हाइकिङ सुरुवात गर्दछौँ। हामी यताबाट यो गोदावरी सेन्ट जेभियर स्कुल हुँदै यो चोकमा पुग्यौँ। यो चोकमा यतापट्टि माथि जाने तिनधारा, यतापट्टि बाइकहरू पार्किङ अनि यता खाजा खाने हुँदै हामी माथि जानेछौँ। अनि यतापट्टि केही सूचनाहरू लेखेको छ, फुलचोकी जाँदा आउँदा के गर्नुपर्छ, के गर्ने के नगर्ने भन्ने कुराहरू यहाँ उल्लेख भएको छ। अनि यतापट्टि फुलचोकी वन क्षेत्रमा पाइने चराहरू, केही सूचनाका कुराहरू यो बाटो हुँदै फुलचोकी लाग्नेछौँ। ओके, अहिले हामीलाई चोकमा तयारी अवस्थामा हिँड्ने तर्खरमा लागिरहेका छौँ। धन्यवाद। यहाँ हाइकिङ गर्नेहरूको भिड देख्न सक्नुहुन्छ। पछिल्लो समयमा हाइकिङ गर्ने मान्छेहरू काठमाडौँ वरिपरिको डाँडा थुप्रै देख्न सकिन्छ। यहाँ हामी यो भिडियोमा पनि हेर्न सक्दछौँ। फुलचोकी हाइकिङको स्टार्टिङ पोइन्ट भनेको यो नौधारा भवानी मन्दिर जय भगवान् नजिकैबाट सँगसँगै सुरु हुँदैछ। हामी नौधारा मन्दिर छेउ हुँदै हाइकिङको सुरुवात यसरी सुरु हुन्छ। यहाँ हामी 5जना 6जना साथीभाइहरू हाइकिङको लागि हिँडिरहेका छौँ। जहाँ सुरुवाती क्षणमा नै मनमोहक प्राकृतिक सुन्दरताको मनोरम दृश्य सँगै बौद्ध धर्मसँग सम्बन्धित विभिन्न ध्वजा पताकाहरू देख्न सकिन्छ, जुन हाम्रो लागि सुरुवातै स्वागत गरेको जस्तो पनि देखिन्छ। हाम्रा साथीभाइहरू बाटोमा थुप्रै रमाइलो गर्दै गाउँदै हिँड्दै लड्दै हिँडिरहेका छौँ। मैले पनि बुन्दैछु जाउँ साइली बेनी बजार गरिमाले बाँचेको ज्वरो छिन्यो मन भयो एकोरो मायालो लाल भयो आज मेरो जोगीकै ताल भयो नरौ मायालो दाजुको मिरमिरे आँखा यो दाजुले हित गर्यो मसित आखिरीमा जुर्जाने कोसिता नरौ माया एउटा सम्झना यो मनमा आइदिन्छ, सक्दिन बिर्सन कोमल आँखा देखेर हर पल यो मनमा हलचल बढ्न गर्दा उसको व्यक्तित्व शब्दले मात्र हुन पर्याप्त। She's the bomb, she's the bomb. She can take it to the town, yeah. She's the bomb, yeah. She's the bomb. सोल्टी बजारमा भेटियो मायालु, सोल्टी बजारमा मन पर्यो कार्नी हो एकै नजरमा। भेटियो सन्नानी सोल्टी बजारमा रेशम रेशम बनाइ बस्यो कितेको बारुला हो रेशम
नक्कली आँखा नजिम्काऊ मलाई मन्जुर छैन मन अन्त दिन त मर्छु होला म तिमी बिना त माफ गर भुल भए माफ गर भुल भए तपाईँ टिपी लैजान्थे मायालाई डालीको फुल भए फुलचोकी हाइकको 13 किलोमिटर मध्ये 8 किलोमिटर पार करिब आधा वाउ गुड दिस इज हाइकिङ टु फुलचोकी कस्तो हुँदैछ हामी चाहिँ मिरवे आउँदैछौँ साथीहरू एकदम बब्बाल यो कुहिरोले पुरै तल समुद्र जस्तो देखिरहेको छ होइन या अनि सिधो गाइस दे ओ हाम्रो सर सर ल अनि कस्तो हुँदैछ सर रमाइलो हुँदैछ यार के भनौ न एक दुई जाओस् न भन्देऊ तिम्रो याद नआउन के गर्नुपर्छ यो दिल पत्थरको बनाउन के गर्नुपर्छ कमी भयो भन्छौ मुटु नै झिकिदिँदा पनि मनको माया देखाउन के गर्नु अनि हामी 13 मा आठायो 5 लाख छ कि दादा देऊ बाणा है उता दुईटा यो समातेको पो आइक्यो कुहिरो लागेर केही पनि देखिएन यस्तै छ साथीहरू अनि यो तल कुहिरो लागेको हामी करिब अब 4 किलोमिटर मात्र छ पुग्न बाँकी आदि खोलामा आदि खोलामा आदि खोलामा आदि खोलामा के ल्याइदिउँ कोसेली भिर्ने झोलामा के ल्याइदिउँ कोसेली भिर्ने झोलामा Service man. You're crazy guys, so you come to the public service man. बाटो यस्तो छ साथी हो यसरी चिप्लेर जानुपर्छ यताबाट जाने यसरी यतापट्टिबाट यसरी खिच्नुपर्छ के तपाईँ साथीहरू कसरी निस्कन्छन् खै हेरौँ त बिचारा यसरी खाजा खाने तय भयो पानी संरक्षण पोखरी जीवजन्तुको लागि पानी पिउनको लागि यो भनेको बागबगिनी गुफा जुन हाम्रो फुलचोकी डाँडाको अन्तिम सबैभन्दा ठाडो उकालो रहनेछ हामी यो उकालो पार गऱ्यो भने बागबगिनी गुफा हुँदै फुलचोकी मन्दिरमा पुग्ने यस्तो सूचना छ फुलचोकी मन्दिर जानुभन्दा पहिले जुत्ता चप्पल राख्ने ठाउँ जहाँ मन्दिर प्रवेश गर्नु अगाडि जुत्ता चप्पल यहाँ राख्ने गरिन्छ। यहाँ मन्दिर प्रवेश गर्दा हाइटमा यहाँ थुप्रै ढुङ्गाका ससाना मन्दिरहरू यहाँ आउने हाइकिङ गर्ने यात्रुहरूले यहाँ बनाएको देख्न सक्दछौँ। ढुङ्गाका ससाना टुक्राहरूले यो मन्दिर निर्माण गरेको ढुङ्गाका थुम्काहरू पनि यहाँ छन्। यहाँ एउटा सानो मन्दिर रहेको छ। अब यो सँगै यसको उत्तरपट्टि हामी फुलचोकी मन्दिर पनि देख्न सक्दछौँ। करिब 2700 मिटरको हाइटमा यो फुलचोकी मन्दिर रहेको छ। यहाँ
फुलचोकी टावर जुन सम्भवतः नेपालभरिकै विभिन्न किसिमका नेपाल टेलिकम लगायतका विभिन्न सङ्घ संस्थाहरूले जुन हामीलाई सेवा प्रदान गरेका छन्, कनेक्ट गरिरहेका छन्, सम्बन्ध बनाइरहेका छन्। यो टावर पनि यहाँ रहेको छ, जुन टावरको सुरक्षा नेपाली सेनाले गरिरहेको पनि छ। अब यहाँ हामी फुलचोकी मन्दिरमा थुप्रै मान्छेहरू यहाँ आइसकेपछि मन्दिरको पूजा, आस्था, भक्तिभाव गर्ने गरेको पनि पाउँछौँ। यहाँ त्रिशूल, घण्टा, मूर्तिहरू पनि रहेका छौँ। हामीले यस मन्दिरलाई परिक्रमा गरिसकेपछि त्यसपछि हामीले संयुक्त रूपमा एउटा फोटो पनि लिने प्रयास गरेका छौँ। यहाँ हामी देख्न सक्दछौँ दान पेटिका छ। भक्तजनहरूलाई जसलाई दान दिने इच्छा लाग्दछ भने उहाँहरूले यसमा दान दिन सक्नुहुन्छ। उचाइ करिब 2700 मिटर, सेनाको सुरक्षा, सबैभन्दा ठुलो टावर, हाइटमा रहेको टावर, सम्भवतः काठमाडौँको वरिपरि रहेको सबैभन्दा उचाइमा रहेको डाँडोको रूपमा पनि चिन्ने गरिन्दछ। बेला बखतमा मानिसहरू हराएको पनि सुन्न पाउँछ। यहाँ देख्न सक्नुहुन्छ ग्रुप फोटो। यसरी हाम्रो यो यात्राको फुलचोकी हाइटको करिब 3.5 घन्टाको एकदम रोमाञ्च, अविस्मरणीय क्षणपछि हामी करिब अब फर्किने क्रममा रहेका छौँ। जुन हामी मन्दिरको दर्शन गरिसकेपछि यहाँका मनोरञ्जन भ्यूहरू आनन्दित मनले निहालिसकेपछि हामी फर्किने बाटोतर्फ लागिरहेका छौँ। सबै र बाख्रा उकाली लागे, सबै र बाख्रा उकाली लागे, गोरले बाख्रो खै बन हो झम्के गुलेली, गोरले बाख्रो खै बन हो झम्के गुलेली। अरू भई आउँदा जेसुकै भन, अरू भई आउँदा जेसुकै भन, म आउँदा चाहिँ ओइ बन हो झम्के गुलेली, म आउँदा चाहिँ ओइ बन हो झम्के गुलेली। कलम नै ल्याउन, मसिनै ल्याउन, कलम नै ल्याउन, मसिनै ल्याउन, म लेख्छु कि लेख्दिन हो झम्के गुलेली, म लेख्छु कि लेख्दिन हो झम्के गुलेली। 700 पल्ट सबैलाई देख्छु, 700 पल्ट सबैलाई देख्छु, मायालाई चाहिँ देख्दिन हो झम्के गुलेली, मायालाई चाहिँ देख्दिन हो झम्के गुलेली। काली काली हो कमला, थियौ काली काली हो, हेरिराखौँ जस्ती राम्री, भइछौ यसै पाली हो, कुन साबुनले मुक्दैछौ, झन् झन् राम्री भइछौ, कुन साबुनले मुक्दैछौ। लिएगा तो खिएगा। सीओ वाला जोक्स पनि खतरा। वाओ, खतरों का घंटी बज गया क्या? बच गया दादा। धीरे से धीरे से धीरे से फिसल सकता है। फिसल जाओगे भाई साहब, जरा धीरे से, बिस्तारे है साथी, बिस्तारे। यो के हो यो दुई भाइको? म समाउँदै यार, बेकार फन्डा यार। गाडी आउँदैछ है। कलकत्ताका यो केस मेरो बाङ्गो टेबलमा होइन छ, कलकत्ताका यो केस मेरो बाङ्गो टेबलमा होइन छ, पिरती मैले नलाको होइन तकदिरमा रहेनछ, धानकै बाला झुलाउला मायालाई भुलाउला, ए धानकै बाला झुलाउला मायालाई भुलाउला। सागर सरी चोखो माया तिमीलाई दिउला, सागर सरी चोखो माया तिमीलाई दिउला,
यो ज्यानले साथ दिए तिमी सँगै जिउला तिम्रो नभई मरेछु भने अर्को जुनी ल्याउला सागर सरी चोखो माया तिमीलाई दिउला तिम्रो पीरा पठाइदेऊ मतिर तिम्रो पीरा पठाइदेऊ मतिर देऊ छोरी न मजुरा कटर कटरमा ए कटर कटरमा तिम्रो सौदो चाहिँ आयो मोटरमा तिम्रो सौदो चाहिँ आयो मोटरमा सपनी नै तिमी मेरो तिमी नै तपाईँ मात्रै गाउनु त तपाईँको ट्युन बरको छायामा म भुले मायालु तिम्रो मायामा बरको छायामा म भुले माया बिहानको 7:45 बजे सुरु भएको फुलचोकी यात्रा नौधारा मन्दिर हुँदै सुरु भएको यात्रा 4:30 बजे हामी पुनः त्यही ठाउँमा फर्किसकेका छौँ। यात्रा एकदमै रमाइलो, अविस्मरणीय, मनोरम दृश्य, खुब आनन्दमय रह्यो। यात्रामा सबै साथीहरू एकदमै रमाइलो रह्यो। यसै गरी हामी यो यात्रालाई अविस्मरणीय फुलचोकी मिनी ब्लग हेरिदिनु भएकोमा धेरै धन्यवाद। यो च्यानललाई लाइक, सब्सक्राइब र सेयर गरिदिनु होला। धेरै धेरै धन्यवाद।